जोरो मेरो भाइ म्याच एकदम हिरो है। ज्वरो चाहिँ को ज्वरो दाइ? मेरो जोरो हो नि त म्याच। तैँले ज्वरो जिरोलाई कहाँ ज्वरो को छ यहाँ ज्वरो? जेरोलाई ज्वरो पढायो क्या दाइ तिमी चाहिँ च्यापेर। ए ज्वरो फेल। ज्वरो क्या? मेरो मुजी लाइफ लभली है। मुजी मेरो लाइफ मैले मेरो गुज्रिन चाहन्छु के खान्छ। सबले यस्तै हुनुपर्छ क्या मान्छे भने। मलाई लाडो पैसा आइदिने क्या कान्छ मुजी म सिधै भनिदिन्छु क्या। ए रन्डीको छोराको नाटक म्याच नि तापट्टि भन्छ राणी बोल्नु नचाहे रन्डीको छोरा मेरो लाडाको नचा। कस्तो मिठो हाने है। होइन मिठो त मुजी म्याच सिक्ने आमा कसम तक्सीको राजा हो क्या। भन म्याच सिक्ने केही पर्ने भने लाडा म्याच सिक्ने दाइने छ क्या। तर त्यसले राम्रो हान्छ है पहिलो म्याच। लाडा हाने म्याच सिक्ने म झ्यापा कि तिमी झ्यापा भाइ। कस्तो ठाउँमा चाहिँ हिँड्ने क्या गफै गफमा इनिमीले हेर्नु बिर्छन् क्या। होइन क्या बस एक्सपर्ट छ भने त यस्तो के होइन यस्तो के रोड पारी छ। जोरो इज त मेरो छोरो भनेर म्याच सिक्ने गफै गफमा मैले सुन्नु भने होइन होइन सरी है मेरो भाइ मैले तँलाई के गर्यो भने भन्न म्याच सिक्नु ओए दोस्त एक एच ल म्याच मलाई बचाउनु उठा उठा उठा। लाडो म्याच सिक्ने म गरिदिन्छु है तिमीलाई लाडो। त्यसलाई हान्यो अनि पछि यस्तो सोचेर हिँड्न लाडो होइन मर्नु पर्यो भने लाडो म पनि मरेर हिँड्ने मान्छे हो क्या। तरबार होइन सिक्ने कति दस उठा 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 कति क्लोज इन्चको क्लोज गन क्लोज। कति इन्चको गन चाहियो भने लाडो म्याच सराउन्ड म्याच सराउन्ड गनै छ छैन लाडो म्याच सिक्ने। छिटो झिलिङ ल्याउ न यार। दोस्त मेरो ब्यान्डेज हान्छ। गनै छ। ओइ रन्डीको छोरोले हान्यो राडीको छोरोले। निबस निबस त म्याच सिक्ने आउट मुजी यहाँबाट एक्जिट आन किन हान्यो? मुजी दाइ खेले थाहा दाइ छैन बाउन मलाई खेला त छैन हेर्नु न। ए भनेपछि खेले खायो त्यो मुजी साइड तपाईँले हामीसँग ए दाइ चाहिँदैन तल दाइ चाहिँदैन दाइ मुजी चाहिँदैन आमाको सुन त्यति मात्र भन्दा। किन नचाहिने हो र दाइ? दाइ किन नचाहिने भन्नु त? ए लामा मुजी म पछिको मुजी हिरो भए पनि अहिलेदेखि हिरो बन्न चाहन्छु भन्ने सोध्छु होइन। क्लोज बाई दाजु त अनि हिरो नि। ओइ पीएम मोदी आएछ। होइन के तैँले भन होइन मुजी त मुजी होइन त मुजी अरबपतिको मालिक रे क्या। त मुजी म करोडपतिको मालिक हो कि नि। यता चाहिँ हिलिङ छैन यता चाहिँ हिलिङ छैन क्या। सबै म्याच सिक्ने डिस्काउन्ट पेड दे म्याच सिक्ने गर्ने बेला म्याच सिक्ने मोड बसेछ भन्ने बेला सरी खत्म बाय बाय टाटा गुड बाय गया। कहाँबाट हाने दस? ए स्क्वाडै रहेछ नि। स्क्वाड रहेछ 3-0 जना छ। मलाई हिलिङै भएन भने कस्तो मलाई कस्तो दाइ ब्यान्डेज छ 5 वटा ल। के हो त्यो चाहिँ? ओइ म्याच सिक्ने गर्ने बेला मन पर्ने म्याच सिक्ने भन्ने बेला सरी म्याच सिक्ने तैँले भन्नु के ओइ म्यादारा म्याच सिक्ने मेरो भाइ दाइ त्यो सुने छैन त्यसले। कहाँ सुन्दो त लाडा म्याच सिक्ने मेरो भोलि ओ दाइ यहाँ रिभा भन्। ए दाइ ढोका बन्द नगर्नु न रिभा भन्। मुजी ड्यामेज खाए पुसे आएन मुजी। ओमाले पेमेन्ट नभन्न मुजी दाइ मुजी माने पेमेन्ट गर्थ्यो म्याच दोस्त हिलिङ हिलिङ।
नेड आउँछ दोस्त अलि उता जाऊ किन किन यहाँलाई त हाल्नै पर्छ है मेरो लाडाको झड्किलो म्याच सिक्ने होइन म्याच सिक्ने Watch out! म्याच हुने आमा कसम भाइ होइन यो होइन यो फिरोज छ नि फिरोज मेरो भाइ होइन उसले सोचेर हिँड्दैन कि सुमको आई डोन्ट नो अब सुमले मलाई थाहा अहिले लाडा म झ्या बहिनी एउटा मुस्लिम छैन। क्यान्टिन मैले सुमले भन्छ है सोच दोस्त त भनेर भने। दाइलाई हान्नु त आमाको आओस् कसम भनेर ल त्यो पानी म त खाइसक्यो भन्दिनँ ओए म्याच सिक्ने पानी खाइसक्ने म्याच सिक्ने ओए बोन म्याच सिक्ने कोसँग बोलेछस् गर्लफ्रेन्ड सँग चुलाएर बोल्दा बस्नु मेरो भाइ लाडा म्याच सिक्ने भोलि दाइ यस्तो पर्यो भनेर म्याच सिक्ने यो मुजी यिनीहरू भन्दा म्याच सिक्ने म हिरो हो कसम मुजी भाइ होइन म्याच सिक्ने यिनीहरूले केही गर्न सक्दैन तर लाडाको झ्यालखानी झ्यालले खाल्किहाल्ने म त तर हो यस्तो डर्सिएर झ्याप कसरी म्याच सिक्ने रक्स भयो छाप आयो म्याच सिक्ने होला गर्छ आम्मा Knock कसम यार नक इन फिनिस क्या म जति झ्या भयो नि क्या दाइ तपाईँले के 8 कति खाएको फुल हाफ क्वार्टर कि 30 ml 88 फुल माइनस हाफ ओके अन्त शीतन चाहिँ के खाएको अनि कहिले खाइसकेको त्यस्तो चित्तन मुजी भन्नु पर्दैन मुजी हाम्रो के खान्छ भन न के रे सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ बडाउनु पुगेको खाएको त्यसलाई होइन म्याच सिक्ने लाडा 5,000 को मात्र त मैले म्याच सिक्ने आज हामीले के दाइ त्यसपछि पनि भन्नु न 20,000 को त म्याच सिक्ने त्यो लाडा पहिलो र होइन अँ। कस्तो लाडा त्यसको नामै म्याच सिक्ने बिर्स्या होइन भने के त मैले आमाको नाम बिर्स पहेँलो मात्र भनिदिने ओए रेड बुल लाडा रेड बुल रेड बुल लाडा बल्ल सम्झने म्याच ती भन्दा नि रेड बुल त म्याच सिक्ने 8,000 को खाने म्याच सिक्ने मान्छ मेरो धेरै नै 8,000 कहाँ शाबाश बेटा बहुत बढ़िया यसले भनेर मात्र मुजिका है मैले नि कभर फाइट दिएको थिएँ है त्यो ठाउँमा तपाईँसँग केही छ स्मोकहरू मेरो ड्रिङलाई सोध्ने होइन क्या ड्रिङले चाहिँ मलाई सोध्ने हो क्या रनमा ती लेपबाट हानेको Help! ओए रन्डीको छोरो कहाँबाट हाने उताबाट Watch out! यता Watch out! लाडा Nickname दाइ हो, जति nickname. झ्या भयो नि म्याच सिक्ने इनफ लाइफ इन द सो इन द माइन्ड ओके टपली इङ्ग्लिस यार कस्तो इङ्ग्लिस बोल्ने भएको ओए म्याच सिक्ने हेलकिट छैन ओए रन हेलकिट दे म्याच ओके ल्याउनु पर्छ मेरो जिगल भाइ हो नि त मुजी म्याच ज्वरो कति आउँछ मुजी छोरो के भनिदिने ल जोन छैन होइन ड्रिङ्दैन मुजी झ्या ड्रिङ्क छैन भने म झ्याममा छु कि लाडो मल झ्याममा हान्न थिन्छु ओके छ त नेभर माइन्ड ओके मेरो भाइ कता हो नै
यसो जिगल दिया मात्र जिगल दिया मात्र हो कि मुखा बमाउँछ अनि जिगल ज्यापमा जोत्या भने मुजी मेरो अगाडि पऱ्यो भने म्याच सिक्ने लात्तेले म्याच सिक्ने बियर फुटालिन्छ दाइले नि म्याच एउटा गर्लफ्रेन्ड पट्टाको क्लोज भए जहिले त्यही पनि देखिन सक्नु त चुप म्याच सिक्ने मैले त्यस्तो सोचेर हिँड्दिनँ बाबु मैले त्यस्तो सोचेर हिँड्छु आशिष भाइ भन् त त्यही लाडो भने म त्यस्तो नराम्रो छु भने भनै म्याच सिक्ने अरूको मलाई लाइफ छैन है दाइ तब त एकदम गुड हो त्यसमा हिरो छैन हौ मान्छे तर गुड हो क्या दाइ लाडो म्याच सिक्ने जिन्दगीमा लाडो कतिले त छोडेर गयो म्याच सिक्ने हो रहेछ तेराको पुती हान्न रन्डीको छोडेर म्याच सिक्ने हान साइडमा रहेछ है दुईजना कि एकजना रोजमै मान्छे हिरो एकजना। छ नि हौ के हो र दाइ तपाईँको बाइक दिनु न मलाई अर्को मुजी कहाँ छ त यार लाडो मेरो म्याच सिक्ने बाइकै म्याच सिक्ने भ्यार कसरी चलाउँछ कान्छ मेरो भाइ अर्को म्याच पछाडि घुमिसक्यो सिक्ने खतरा हुन्छ नि पछाडि घुमिसक्यो अर्को रोजमै तपाईँले नि हाल्नु पर्यो क्या उडाइदियो उसको डेढ भइसक्यो आयो राइटमा राइटमा आइसक्यो यो रन्डिङ छोड्ने नेबर दिसो म्याच खाँदै म्याच सिङ जिगल देखा कान्छ मुजी बोटलाई म अनि एउटा नखाएर नि भर्खर होइन एउटा नक हो र दोस 1v2 हो क्या ए म्याच सिङ झर्न सतान है झर्न सतान यसलाई मुजी ए झर्न सतान ल झर्न सतान नक भयो ए छोड्दे ए माइन ए छोड्दे ए रन्डीको छोडलाई छोड्दे अब We are number 1. Victory belongs to us. कसले हान्छ रे रन मेरो म्याच सिक्ने जो छ नि मेरो सबैभन्दा म्याच हिरो भाइ हो हिरो ओके